हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। अनि अहिले भने चाहिँ 4:30 भइसकेको छ अनि म चाहिँ स्कुलबाट पनि आइसकेको छु होइन। खास म चाहिँ छिटो आइपुग्थेँ, 2:30 बजीतिर आइपुग्थेँ होइन। तर आजदेखि चाहिँ मैले ताइक्वान्डो जोइन गरेँ नि त फेरि होइन। अब मैले चाहिँ पहिलादेखि गर्थेँ ताइक्वान्डो होइन, तर 6 महिना भएको थियो ग्याप भएको चाहिँ। अनि मेरो माध्यमिकले गर्दाखेरि चाहिँ म गएको थिइनँ नि त। अनि अहिले भने चाहिँ म जाँदैछु होइन, आजदेखि चाहिँ जानु थालेको होइन। अनि यस्तो डरको खुट्टा दुख्यो नि आज फर्स्ट टाइम भन्दा पनि आज फर्स्ट डे भएर चाहिँ यस्तो डरको खुट्टा दुखिरहेछ नि। आउनु चाहिँ मलाई आधी घन्टा जस्तो लाग्यो होइन। अनि आज पनि त्यति बेसी पढाइ भएन होइन। अनि छुट्टी पनि छिटै भइगयो। अनि आज बहिनी चाहिँ स्कुल पनि गएन नि त, फिभर ज्वरो भने होइन। तर ज्वरो चाहिँ आएको थिएन, तर पनि घरमा बस्न मन लागेको रहेछ। अनि स्कुल गएन त्यो होइन। अनि अब भने चाहिँ खाजा खानुपर्छ, पुरा भोक लाग्यो नि त मलाई चाहिँ। अहिले भने चाहिँ मैले लुगा पनि बिर्सकेँ होइन। अनि अब भने चाहिँ म खाजा खान आएको छु। अनि खाजामा छ रोटी र आलु, यो चाहिँ बहिनीले बनाएको रहेछ होइन। अनि अचार पनि रहेछ। अनि अब माजा। अनि अहिले भने चाहिँ मैले खाजा खाइसकेर पनि लुगा पनि धुइसकेँ होइन। पछाडि लुगा धुइसकेको चाहिँ मैले होइन। अनि यो फुलहरू चाहिँ एकदम लामो समयसम्म फुल्यो होइन, एकदमै अहिलेसम्म झलमल छ। वाउ, यो पनि दामी फुलिरहेछ होइन। अनि ज्वरो आउने मान्छे भने चाहिँ यहाँ बसिरहेको छ हो। यस्तो मान्छे पनि ज्वरो आएको हुन्छ यसलाई ज्वरो आएको छ। अनि अब भने चाहिँ खाना पकाउँदैछु होइन। कस्तो गरिरहेछ तर पनि पकाउनै पऱ्यो नि त होइन। अब सधैँ मैले पकाउँदैछु त, बिहान बेलुकै पकाउने होइन अरूले होइन। अनि अब भने चाहिँ खाना पकाउनुपर्छ। अनि आज भने चाहिँ आलु र अन्डा पकाएको छैन म, आलु चाहिँ मैले हालिसकेको छु। यो चाहिँ हाम्रो बस्तीको आलु होइन। अनि मैले अन्डा पनि हालिसकेको छैन। अनि खास चाहिँ हामी 5 जना अन्त, तर मैले 4टा मात्रै हालेँ किनभने म खाँदिनँ नि त आजदेखि। हाम्रो पाकिसकेको छैन भात, आलुको झोल। अनि अहिले भने चाहिँ हामीले खाना पनि खाइसक्यो होइन। अनि चाहिँ भाँडा पनि धोइसक्यो बहिनीले हो। अनि म चाहिँ अब सफा गर्नु छ मेरो चाहिँ होइन। अनि आज किन यहाँले भनेर सबै सकायो होइन। अब भात पनि खाना पनि पकाइदियो होइन। अनि भाँडा पनि धोइदियो। अनि आजको भ्लग तपाईँलाई के कस्तो लाग्यो, लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला। थ्याङ्क यू।